सभाध्यक्षको महत्त्वपूर्ण भूमिका रहन्छ। तसर्थ सभाध्यक्षको गरिमामय भूमिका निर्वाह गरिदिनुहुन यस प्रयोगशालाकी संयोजक श्री सरिता लिम्बुज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी आसन ग्रहणको क्रममा थप हामीलाई ऊर्जा प्रदान गर्न पाल्नुभएकी प्रशिक्षिका यम कुमारी दाहालज्यू, प्रशिक्षक श्री गंगा अर्यालज्यू, यस्तै हामीलाई थप ऊर्जा प्रदान गर्न पाल्नुभएकी यस जीवन विज्ञान प्रयोगशालाकी प्रशिक्षिका श्री गंगा केसीज्यू, त्यस्तै गरी सरल तथा मृदुभाषी जीवनयोग प्रयोगशालाकी प्रशिक्षिका रीता चालिसेज्यू, आसन ग्रहणको क्रमलाई अगाडि बढाउने क्रममा निरन्तरता दिँदै विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गरी पाल्नुभएका यातायात महासङ्घका उपाध्यक्ष अति नै मिलनसार व्यक्तित्व श्री सरोज सिकौलाज्यू, अति नै क्रियाशील समाजसेवी सहयोगी भूमिका गर्ने छत्र बस्नेज्यू, समाजसेवी स्वच्छ छवि भएका दाजु श्री लीला प्रसाद खकालज्यू, सञ्चालक तथा अति नै आदरणीय व्यक्तित्व समाजसेवी टेक लोक बहादुर टन्डनज्यू, यहाँहरूको सम्पूर्ण त्यस्तै यस जीवन विज्ञान प्रयोगशालाका कुशल प्रशिक्षक रामप्रसाद अर्याल तथा प्रशिक्षिका अम्बिका अर्यालज्यू सम्पूर्णलाई यहाँ मञ्चमा आएर आसन ग्रहण गरिदिनु विनम्र अनुरोध गर्दछु। हाम्रो अतिथि आसन ग्रहणको क्रमलाई अहिले थाती राख्दै बिचमा कोही पाहुनाहरू आउनुभएन, अतिथिहरू आउनुभएन, उपलब्ध गराई हाम्रो यो पहललाई सहजीकरण गराइदिनु भयो। यसका लागि म मेरो व्यक्तिगत तर्फबाट र प्रयोगशालाको तर्फबाट सहृदय धन्यवाद दिन चाहन्छु। तत्पश्चात हाम्रो योग साधना निरन्तर रह्यो। यसका लागि हाम्रो लागि अहोरात्र
संस्कृति छन् विशाल धन्यवाद सम्पूर्णमा यस कार्यक्रमको गरिमा बढाउनको लागि पाल्नुभएका आजका हाम्रा प्रमुख अतिथि अति आदरणीय समाजसेवी यस बिजी ब्याङ्केट तथा बिजी मलका प्रोप्राइटर उहाँका कारणबाट आज हामी यति धेरै यस हलमा उपस्थित हुने मौका पाएका छौँ। आदरणीय दाजु बासुकेज्यू साथै मञ्चमा आसीन सम्पूर्ण अतिथि अति आदरणीय श्रद्धेय गुरुवर्गहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अति आदरणीय अतिथिगण र साथै हाम्रो यस प्रयोगशालाका सम्पूर्ण प्रेमल मित्रहरू र यहाँ उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण महानुभावहरूमा यस जीवनयोग प्रयोगशालाको प्रशिक्षार्थी युवराज आपुगाईको तर्फबाट स्वीकार्नुहोस् प्रभातकालीन नमस्कार हरिओम। आज मिति 2081 साल चैत्र महिनाको 29 गते शुक्रबारका दिन आउँदै गरेको नयाँ वर्ष 2082 सालको पावन उपलक्ष्यमा यस जीवनयोग प्रयोगशालामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्नका लागि यो अमूल्य समय प्रदान गर्नुभएकोमा म आफूलाई भाग्यमानी ठानेको छु र फेरि पनि कार्यक्रम सञ्चालकज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। योग गरौँ स्वस्थ बनौँ भन्ने उद्देश्यका साथ यस बिजी ब्याङ्केटमा 7 दिने योग ध्यान शिविरबाट सुरु भएको यो जीवन विज्ञान एउटा सङ्घ संस्थामा आबद्ध एउटा व्यवसायमा आबद्ध सबैजना बिजी ब्याङ्केट हामी पनि सबै बिजी छौँ भन्दै यस्तै बिजी भएर स्वस्थ मस्त र आनन्दित रहनु भन्ने मेरो शुभकामना पनि र आज यो हाम्रो संस्थाले कि यो जीवन विज्ञानले यो जीवन विज्ञान योगमा हाम्रो मित्र नला विकास तथा सुधार समितिलाई पनि तपाईँहरूले निमन्त्रणा गरिदिनु भएर सानो मन्तव्य राख्नुभयो। सर्वप्रथम त धन्यवाद दिन चाहन्छु र यो मञ्चमा आसीन सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई पनि हरिओम भन्न चाहन्छु। धेरै यो जसले जीवन चक्रलाई बुझ्नु भएको छैन त्यसले जीवन चक्र बुझ्नको लागि चाहिँ एउटा बाटो देखाइदिने जीवन विज्ञान रहेछ। यो जीवन विज्ञानमा यदि कसैले यसको प्रयोग गर्नु भएको छैन भने पक्कै पनि तपाईँहरू प्रयोग गरेर मात्रै थाहा हुन्छ। यो पक्कै लिन पर्ने हुँदो रहेछ भन्ने मैले बुझेको छु। सुनलाई कसी लगाएर चिन्ने मानिसलाई व्यवहार गरेर चिन्ने भने जस्तै जीवन विज्ञानलाई चिन्नको लागि चाहिँ एकचोटि क्लास लिनै पर्छ। म यहाँहरूलाई चाहिँ यो कुरा अनुरोध गरेँ। आज जीवन विज्ञानमा बासु दाजुले जसरी यो हल दिएर यत्रो सहयोग गरेर यति धेरै मान्छेहरूलाई चाहिँ उपस्थित गराउनु भएको छ त्यसको लागि फेरि पनि एकचोटि उहाँलाई जोरदार ताली लगाएर 2081 सालको साउन महिनामा मैले बानेश्वर आनन्द ब्याङ्केटबाट जीवन चक्रको सुरुवात गरेको थिएँ जीवन विज्ञानको र अस्ति पार मारेर बस्न नसक्ने मान्छे सवा घन्टा म चाहिँ ननिष्ठ बस्न सकेँ। म कहाँ गएँ थाहा छैन। त्यसले गर्दाखेरि यो जीवन विज्ञानको चाहिँ योग क्लास पक्कै पनि तपाईँहरूले लिनु नै छ भन्ने मैले यहाँलाई अनुरोध गर्न चाहन्छु। यो सीमित टाइमभित्र हाँसेर नाचेर बाँच्नुपर्छ भन्ने मैले बुझेको छु। त्यस भएको हुनाले सम्पूर्ण महानुभावहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो आउँदै गरेको 2082 सालमा यहाँहरूको घर परिवार सम्पूर्ण देशमा सुख शान्ति समृद्धि होस् र हामी अहिले जति किसिमको दुःख पाइरहेका छौँ 2081 सालमा यो 82 साल लागिसकेपछि पक्कै पनि हाम्रो घरमा सुख शान्ति समृद्धि यो देशले पाओस् र हाम्रो परिवार सम्पूर्ण चाहिँ खुसी रहन्
भन्ने शुभकामना पनि म यहाँहरूलाई चाहिँ दिन चाहन्छु र कसैलाई पनि हस्पिटलमा जान चाहिँ नपरोस्। म पहिलो प्रार्थना यो भन्न चाहन्छु, कुनै व्यक्तिलाई हस्पिटल जाने वातावरण नबनोस्। यो योगमा आउनुभयो भने तपाईँहरूलाई हस्पिटल जान पनि पर्दैन। त्यसो भएको हुनाले हस्पिटल, अदालत र पुलिस केस, यो 3टा केसहरू मानिसको जीवनमा नपरोस् नै भन्छु। म आफू हस्पिटल खोलेर हस्पिटलमा आउनुहोस् मैले कहिले पनि भनिनँ। पर्यो भने आउनुहोस्, पर्यो भने पुरै आउनुहोस्, नभए कसैलाई पनि हस्पिटल चाहिँ जान नपरोस् र हस्पिटलमा गइसकेपछि सन्चो भएर फर्किन पाइयोस्, यो पनि शुभकामना दिँदै मलाई यहाँ बोलाएर यो जीवन विज्ञानको प्रयोगशालाभित्र तपाईँहरूले जुन किसिमको चाहिँ यति राम्रो काम गर्नुभएको छ, यो निरन्तरता रहिरहोस्। बासुभाइ, यो ठाउँलाई तपाईँले सबै पनि यसलाई राम्रो तरिकाले अगाडि बढाउन तपाईँले सदा यसलाई प्रदान गरिदिनु होला। र एउटा चाहिँ मैले आज अलिकति चाहिँ यहाँको अनुभव, आज हाम्रो प्रशिक्षक डाक्टर आरतीजी हुनुहुन्छ, उहाँले चाहिँ धेरै राम्रो चाहिँ प्रशिक्षण दिनुहुन्छ। म उहाँहरूको चाहिँ जुममा जोडिरहेको हुन्छु र आज चाहिँ यो जुन हामी चाहिँ ध्यानमा बस्छौँ, त्यो ध्यानमा बसेको बेलामा चाहिँ कमसेकम यो बत्ती चाहिँ निभाइयो भने अझै राम्ररी चाहिँ ध्यानमा चाहिँ मस्त भएर जान सकिन्छ। मैले यहाँ बत्ती निम्छ कि भनेर धेरै आशा गरेँ, तर निभेन। तर पनि म आज पनि एकदम आनन्दसँग मेरो यो ध्यानले धेरै कुराहरू चाहिँ अनुभव गर्ने मौका आज पनि पायो। त्यसको लागि चाहिँ यो बिजी ब्याङ्केट समेत यो जीवन विज्ञानलाई धेरै धेरै धन्यवाद दिँदै मेरो आफ्नो भनाइबाट बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार। अध्यक्षज्यू, कार्यक्रमलाई शोभायमान बनाउन पाल्नुभएका प्रमुख अतिथिज्यू, अतिथिगण, योग प्रशिक्षकज्यूहरू लगायत सम्पूर्ण साधक साधिकाज्यूहरू, यहाँ सबैमा स्वीकारोस् मेरो तर्फबाट बिहानीको प्रणाम, राम राम, हरिओम। सर्वप्रथम त आसन्न नयाँ वर्ष 2082 को यहाँ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यहाँ सबैको जीवनमा, परिवारमा, समाजमा र समग्र राष्ट्रमा शान्ति, एकता, भाइचारा, प्रेम र सद्भावको वृद्धि होस् भनी शुभेच्छा प्रकट गर्दछु। आदरणीय योग साधक साधिकाज्यूहरू, हामीले बाल्यकालदेखि नै एउटा महत्त्वपूर्ण संस्कृतको श्लोक सुन्दै आएका छौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत्। हामी सबैको जीवनमा सुख, शान्ति, निरोगिता, आरोग्यता भन्छौँ हामी, आरोग्यता आओस् भनेर हामीले सदा सर्वदा सुनिआएका छौँ। र यो आरोग्यको बीजारोपण गर्नको निमित्त, शान्तिको बीजारोपण गर्नको निमित्त, समृद्धिको बीजारोपण गर्नको निमित्त जसरी बिजी ब्याङ्केटको यो प्राङ्गणमा यहाँहरूले नित्य ध्यान, साधना र योगमा जोडिनु भएको छ, यस्तो सत्कर्म प्रति यहाँको पाइला चलेकोमा म यहाँ सबैप्रति हार्दिक साधुवाद व्यक्त गर्दछु। मलाई योग भन्ने कुरा के हो, शब्द के हो, मलाई केही थाहा थिएन। आजभन्दा 1 वर्ष पहिले अचानक मेरो स्वास्थ्यमा प्रब्लम आयो। हुनु त म अत्यन्तै एक्टिभ पर्सन हो, अनि म सोच्थेँ कि म त स्वस्थ छु, मलाई केही छैन भन्ने जस्तो मेरो भावना थियो। तर लास्ट इयर सडनली मलाई हेल्थ प्रब्लम आनुको कारण म त साह्रै न बहुतै ज्यादा सबभन्दा सिरियस डिजिजबाट ग्रसित रहेछ जस्तो लाग्यो। तर त्यही समयकालमा यहाँ बिजी ब्याङ्केट प्रयोगशालाद्वारा आयोजित योगा कार्यक्रममा जोड्ने मौका मलाई प्राप्त भयो। अनि त्यो योगा गर्दाखेरि मैले आफ्नो भनौँ भगवान जस्तो सर दीपक रेग्मी सरलाई भेटेँ। उहाँलाई मैले आफ्नो प्रब्लम भने उहाँले भन्नुभयो, हजुर 3 मन्थ मात्रै कन्टिन्यू योगा गर्नुहोस्, हजुरले के परिवर्तन पार्नुहुन्छ तब म सोधौँला भन्नुभएको। साँच्चै आज म त्यो समयमा पुगिसकेछु। म आफ्नो हृदयदेखि नै सरलाई अनि सम्पूर्ण परीक्षकजीहरूलाई धन्यवाद गर्नु चाहन्छु। बासुगिरीज्यू र देशमा आसीन हुनुभएका अत्यन्त विशिष्ट प्रशिक्षकज्यूहरू र यो अगाडिको रोमा पाल्नुहुने सम्पूर्ण आदरणीय प्रशिक्षक र योगमा चाहिँ अत्यन्त आफूलाई केन्द्रित गरेर बस्नुभएका आदरणीय सम्पूर्ण यो टोल क्षेत्र आसपासबाट पाल्नुहुने आदरणीय
महिला तथा दाजुभाइ दिदीबहिनीहरूमा म सरोज सिटौला, म पेसाले यातायात व्यवसाय क्षेत्र, म नेतृत्वमा म नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घको म वरिष्ठ उपाध्यक्ष हुँ। सर्वप्रथम त यो कार्यक्रम आयोजना जो कार्यक्रम चलिरहेको छ, जीवन योग प्रयोगशाला प्रतिष्ठानलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। र हामी 2081 सालको अन्तिम घडीमा छौँ र 2082 सालमा केही दिनमै 1-2 दिनमै हामी प्रवेश गर्दैछौँ। आजको डेटसम्म यो चैत्र महिना 81 सालको अन्तिम घडीसम्म हामीले जे गर्यौँ हामी सबैले राम्रो गरेर हामी यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्नु पनि ठुलो कुरा हो। सबै कुराहरू अस्तव्यस्त केही कुराहरू परिस्थितिले गराएका छ। तपाईँ हामी सबै जानकार छौँ। हामी नेपालका नागरिक, अत्यन्त सचेत नागरिक पनि छौँ। त्यस कारणले यतापट्टि नगइकन म 2082 सालमा सम्पूर्ण हजुरहरूको चाहिँ सुख, शान्ति, समृद्धि, स्वास्थ्य लक्ष्मी यी सबै यो नगद रु 2500 मैले जरिमाना स्वरूपमा तिर्दैछु। यसको अध्यक्षज्यूलाई म रु 2500 सबैले सहयोग पनि के गर्दैछौँ। र यो बिजी ब्याङ्कको विशाल हामीलाई दिएको छ। वर्षौँ वर्ष बिजी ब्याङ्कका बासु गिरीले हामीलाई यो दिनुहुन्छ। हाम्रो यो हुने नै छ भन्ने विश्वास गर्दैछु। धन्यवाद। धेरै धेरै धन्यवाद सरोज सिटौलाज्यू। अतिथि आसन ग्रहणलाई मैले जोड्न चाहे। चक्र विज्ञान, बोध विज्ञान आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि र उहाँलाई माला तथा खाताले सम्मान गरिदिनु हुन श्री जानुका नेपालज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब हामी समयको उत्तरार्ध टिम उपस्थित आयोजक टिम, मलाई रुगाखोकी लाग्छ, अलिकति नराम्रो भने राम्रोसँग सुनेर मानिदिनु सुनिदिनु होला है। प्रमुख अतिथिज्यू अनि आयोजक टिम सम्पूर्ण अनि हाम्रो यो कुशल प्रशिक्षकज्यूहरू र उपस्थित सम्पूर्ण जीवन विज्ञानको सहयात्रीहरू अथवा जीवन विज्ञानमा जोडिन आउनेहरूलाई पनि सम्पूर्णलाई मेरो हार्दिक नमस्कार, हरिओमको नमन छ। म थोरै मैले टाइम मागेको है बोल्न भनेर, किनभने मलाई बोल्न नि आउँदैन। जानेको मैले टाइम मागेको हो, 1 मिनटको लागि भनेर कति बोल्छु, धेरै बोल्यो माफ गर्नु होला। म चाहिँ एकदम भाग्यमानी ठानेछु कि आफूलाई है। मैले चक्र विज्ञान पनि लिएँ, बोध लय प्रशिक्षण पनि लिएर आएँ होइन। अनि त्यो लिएर आउँदाखेरि मलाई चाहिँ समाजसेवी हुनु रहेछ कि है, मलाई थाहा थिएन कि। त्यही पल्लो घर यतापट्टि पनि मेरो विनोद ओझा मेरो अङ्कल हुनुहुन्छ कि। अनि उहाँहरू त्यही जाने अनि जचाउने गर्दा पनि उहाँलाई चिनेको थिइनँ मैले। अनि उहाँ यति समाजसेवी, म उहाँको बुक पढेर पनि एकदम प्रभावित भएँ है। सङ्घर्षका जीवनको सङ्घर्षहरू भन्ने किताब निकाल्नु भएको रहेछ उहाँले है। मलाई उहाँबाट एकदम प्रभावित भएँ। अनि जानुका मेमको कुरा गर्न चाहन्छु। हामी 5-6-7 वर्ष अगाडि पानी पर्दाखेरि घाम लाग्दाखेरि पनि चिसोमा झारमा कि बोरा लगाएर गर्थ्यौँ कि हामी योगाहरू चाहिँ। हजुरहरू कति भाग्यमानी, अहिलेको कति भाग्यमानी हुँदो रहेछ भन्छु कि म। हजुरहरूले यसमा चाहिँ निरन्तरता दिनु होला, आउनु होला। अनि म यसमा चाहिँ अनि यो ट्रेनिङहरू लिन जाँदाखेरि चाहिँ के चक्र बोध लय प्रशिक्षकको लिन जाँदाखेरि मैले के बुझेँ भन्दाखेरि कति ठाउँमा गएँ कि म है, हिँडेँ कति ठाउँमा गएँ। धर्म भन्नुभयो नि उहाँ अघि एकजना एङ्करिङ सरले, उहाँको नाम आएन मलाई। अनि यो 5 इन्द्रियलाई आफैतिर खिचेर आफैभित्र जानेर आफैभित्र स्वर्ग छ भनेर देखाउने एउटा मात्र ठाउँ रहेछ, त्यो हो जीवन विज्ञान है। मैले चाहिँ जीवन विज्ञानमा पाएँ। अनि अर्को कुरा, छोटो कुरा के भन्छु भने मलाई यो हस्पिटलमा यो डक्टरहरूले टेबल इन्भो टेनिस एल्बो भन्नुहुन्थ्यो कि। कति ठाउँमा जो चाहिँ अब लास्ट चाहिँ तपाईँलाई चाहिँ सुई लगाउनु पर्छ, सुई लगाए मात्रै उपाय छैन भन्नुहुन्थ्यो कि। मलाई यो 21 दिन मैले एक्सर्साइज गरेर आएपछि मलाई यो अठ्याए पनि दुख्दैन है, यस्तो अठ्याए पनि दुख्दैन। म फिट एन्ड फाइन छु कि। म यो कुरा चाहिँ बोल्दैमा पनि अगाडि गएर भन्छु भन्ने मैले कति गरेँ है। मेरो पालो नै आएन, त्यो पालो भन्ने पालो नै आएन। म यहाँ एकदम खुसी भन्छु, कहाँ गएर भन्ने होला जस्तो भएको थियो। यस्तो मासु भन्न पाए पो उठ्न आउँछ होइन। एकदमै म खुसी छु। अनि सबैलाई भन्दैन यो डक्टरले टेबल टेनिस एल्बो भन्ने, अब सन्चै हेर्नु अहिले अठ्याउमा त
कसले अठाउँदा पनि केही हुँदैन के यस्तो स्वर्ग त यहीँ रहेछ क्या जीवन विज्ञानमै स्वर देखेँ मैले त है भगवानै जीवन विज्ञानमा देखेँ हरे राम हरे कृष्ण भन्दै हरिओमको नमन टक्राउँदै मेरो यो शब्दहरूले हजुरलाई धेरै नहोस् म समयको पनि गर्दै नयाँ वर्ष 2022 सालको शुभकामना एकदम सुस्वास्थ्य दीर्घायु उत्तर प्रगतिको शुभकामना टक्राउँदै हजुरबाट बिदा दिन्छु हरिओमको नमन र सधैँ जोडिनु होला नछुट्टिनु होला कृषक प्रशिक्षकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ल जानुका म्यामलाई एकदम हामीलाई यहाँसम्म डोर्याउनु भएकोमा एकदमै शुभ भाव व्यक्त गर्दै उहाँहरूको नमन टक्राउँछु हस् धन्यवाद प्रमुख अतिथि हाम्रा दाजुलाई प्रमुख अतिथिज्यू हाम्रा सबै अतिथिहरू विशेष हुनुहुन्छ कि आज विशेष यहाँ तलमाथि कोही देख्दिनँ नि मैले त सबै विशेष अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित हाम्रा अत्यन्तै आदरणीय प्रेमल मित्रहरू भन्न चाहन्छौँ हामी चाहिँ किनकि यो सम्बन्ध प्रेमको रहेछ कि यो प्रेम बिना केही हुँदो रहेछ त्यसले गर्दा सबै आदरणीय प्रेमल मित्रहरू अत्यन्तै आदरणीय महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र मेरो यो जीवन विज्ञान प्रयोगशालाको तर्फबाट र समाज उत्थान महिला मञ्चको तर्फबाट यहाँ सबैमा हार्दिक नमन हार्दिक आभार आज विशेष दिन एउटा अवसर हो एउटा हामी अवसरको खोजी हो खासै गर्नुपर्ने त त्यत्रो केही थिएन तर पनि हामी के गर्दैछौँ त समाजमा के हामीभित्र के जन्मियो यसलाई हामीलाई निस्वार्थ भावमा डुब्न सिकाउनु भयो त्यहाँ कर्म गर्न सिकाउनु भयो हामी जति पनि प्रशिक्षकहरू छौँ काठमाडौँ यहाँ मित्रनगरमा पनि हामी बढ्दैछौँ र हाम्रो टोखा नगरपालिकामा त हामी 45-50 जनाको हारिहारीमा प्रशिक्षक भइसकेका छौँ यहाँ पनि मित्रनगरमा पनि हामी बीज रोप्ने काम गरिरहेका छौँ चक्र विज्ञान कार्यक्रम हाम्रा युवराज अप्पाकाइज्यूले लिइसक्नु भएको छ हाम्रो माया केसीज्यू र हाम्रो अर्को मित्र हुनुहुन्छ उहाँले प्रशिक्षक गरिसक्नु भएको छ जो यहीँ व्यवसाय होटल व्यवसाय गरेर बस्नु भएको थियो अहिले गङ्गोबुमा सर्नु भएको छ निरन्तर यहाँ आइराख्नु भएको छ र हामी केही भन्न चाहँदैनौँ कुनै अपेक्षा राख्दैनौँ हामीलाई केही भन्नु नै छैन कि हामीलाई कर्म गर्नु छ जसले जेसुकै भनोस् हामी एउटा सत्यको मार्ग हामीले भेटेका छौँ हामीले आदरणीय हाम्रा प्रशिक्षक कुशल प्रशिक्षक हामीले डक्टरहरू जस्तो हामीले साथ पाएका छौँ डाक्टर आरती हाम्रो ग्रिन सिटी हस्पिटलका हेर्नु न लोकबहादुर टन्डनज्यू हाम्रो सरोज राई सबै उहाँहरूको सानिध्यमा हामी यस्तो कार्यक्रम गरौँ कि जहाँको मन मस्तिष्कमा हामी रहन सकौँ हामीलाई बाहिर देखाउटी गर्नु छैन कि केही छैन हामी हृदयबाट हृदय खोलेर प्रेम बाँड्न सकौँ सबैको मन मस्तिष्कमा बाँड्नु बस्न सकौँ के सानो भए पनि एउटा जुनकिरीको ज्योति जस्तो हामी बन्न सकौँ कसैको घाउको मलम हामी बन्न सकौँ त्यहाँसम्म हामी पुग्न सकौँ यही उद्देश्यका साथ हामीले यो प्रयोगशालाको प्रारम्भ गरेका हौँ शुभारम्भ गरेका हौँ समाज उत्थान महिला मञ्चको म एक अध्यक्षको रूपमा रहेको छु त्यो त एउटा पोस्ट मात्रै हो त्यसले केही गर्नेवाला छैन तर आयोजक समाज उत्थान महिला मञ्चको टिमले जब हामीले जीवन योग प्रयोगशालाको जीवन विज्ञानको यो 7 दिनको शिविर हामीले सम्पन्न गर्यौँ यति ऊर्जाशील भयौँ त्यसले गर्दा निरन्तरता अहिले हामी गरिरहेका छौँ हाम्रो आदरणीय आजका प्रमुख अतिथिज्यूले हामीलाई यो हल प्रदान गर्नुभएको छ एकदम सिधै हामीलाई हल प्रदान गर्नुभएको छ उहाँलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छौँ हामी सबैको तर्फबाट हामीलाई मात्र यहाँहरू आइदिनुहोस् यहाँले केही गर्नु पर्दैन यहाँहरू आइदिनुहोस् हामी सेवा दिन तत्पर छौँ तल्लीन छौँ भित्रबाट हामी यस्तो बाँधिएका छौँ कि कसलाई गएर सिकाउने होला कसलाई गएर त्यो ऊर्जा बाँड्ने होला कसको रोगमा मलम बन्न सकौँ कसको मुहारमा अलिकति खुसी दिन सकौँ थोरै भए पनि होइन हामीले मरेर जाँदा के लान्छौँ त सम्पत्ति लान्छौँ त सम्पत्ति पनि त चाहिन्छ नचाहिने होइन तर पनि त्यो आनन्द त्यो प्रेम त्यो स्नेह हामी सबैमा पुर्याउन सकौँ हाम्रो एक मात्र लक्ष्य हो ध्यानस्थ बन्न सकौँ घर घरमा यो घर व्यक्तिमा ध्यान बन्न सकोस् ध्यानको त्यो अनुभव लिन सकौँ बाँड्न सकौँ मात्र यो बाँड्ने ध्यानको कार्यमा अगाडि बढ्न सकौँ हाम्रो चाहना यति मात्र हो जति पनि उपस्थिति हुनुभयो आज यहाँ हामीले सबैलाई खबर गरेका थियौँ सायद योग के हो र योग भनेर उहाँहरू कति आउनु भएन कति बिर्सिनु हामी जति योग गर्छौँ नि त्यति हामी बाहिर गर्दैनौँ त्यति वियोगमा डुबेका छौँ हो कि होइन अहिलेको के छ के गर्नु छ
जति योग गर्नुपर्ने हो मन र शरीरलाई एक गर्ने अनि ध्यान गर्ने हाम्रो एउटा लक्ष्य छ। कुरा काटेर हिँडेका छौँ, नराम्रो देखेका छौँ, अरूको नजरमा कसरी त्यसलाई नराम्रो भन्ने, कसरी खुट्टा तान्ने, बाहिर संसारमा खुट्टा तानेर अगाडि बढ्न खोज्छ भने अध्यात्ममा अरूलाई अगाडि बढाएर हामी आफै अगाडि बढ्छौँ। हामी अगाडि बढ्नु पर्दैन, देखिनु पर्दैन। अध्यात्मको आत्मीयताको मिलन हो। त्यसले गर्दा परमात्माको कुरा गर्छौँ, आत्माको कुरा गर्छौँ। आत्मा र परमात्माको मिलन हामी जब आनन्द बाँड्न थाल्छौँ त्यहीबाट प्रकट हुन्छ। प्रकट भएपछि त खुसी आफै प्राप्त हुन्छ। खोज्नु पनि परेन, किन्नु पनि परेन, समय खर्च। धन्यवाद, नमस्कार, हरिओम। धन्यवाद आदरणीय दिदी जानुका नेपाल ढकालज्यू। आदरणीय महानुभावहरू, अब भने हामी कार्यक्रमको अन्तिम चरणमा प्रवेश गर्दैछौँ। आजको यस कार्यक्रम समग्रमा सफलतापूर्वक सम्पन्न भएको कुरामा विश्वस्त हुँदै म कार्यक्रम सञ्चालिका सरस्वती पौडेल नेपालज्यू एकपटक पुनः शुभकामना मन्तव्य व्यक्त गरिदिनुहुन आजका यस कार्यक्रमका प्रमुख अतिथि श्री बासु गिरिज्यूलाई मञ्चमा स्वागत गर्न चाहन्छु। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। सबै छ नि आजका सभापतिज्यू अर्थात् सम्पूर्ण ड्यासमा आसन गरेर बस्नुभएका सम्पूर्ण महानुभाव व्यक्तित्वहरूलाई यो योग भनेको कस्तो चिज रहेछ भने गरौँ योग रहौँ निरोग। आउँछ नि क्या सुने होइन? गरौँ योग रहौँ निरोग भन्ने एउटा चाहिँ नारा, मूल नारा यहाँले दिनु पऱ्यो। जुन मङ्सिर महिनामा सुरुमा यहाँहरूले 7 दिन एउटा कार्यक्रम गर्नु पऱ्यो भनेर प्रस्ताव गरौँ र गर्नुहोस्। यो राम्रो कुरा। म पनि छ नि पहिला हजुरको योग गर्नुभन्दा मलाई पहिला योगाको विषयमा नाम सुनेको थिएँ। अब यो कहाँ जाने के गर्ने भन्ने मलाई त्यति थियो। म चाहिँ दैनिकी मेरो के थियो भने हिँड्ने बिहान मर्निङ वाक गर्थेँ। लगभग आधी घन्टा 1.5 घन्टा जति मर्निङ वाक गर्थेँ। 20-25 वर्षमा हिँडेँ कि। अनि योगाको विषयमा चाहिँ मैले बनाउनुको लागि गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँहरूप्रति हार्दिक नमन गर्दछु। आज यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सञ्चालन गर्नुको लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रेमल मित्रहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। साथै म जीवन योग प्रयोगशालामा जोडिन पुगेँ। मेरा धेरै रोगहरू थियो। आज म स्वस्थ छु किनकि मैले निरन्तर गरिरहेँ। त्यसैले म सम्पूर्ण प्रेमल मित्रहरूलाई भन्न चाहन्छु, एक दिन गरेर हुँदैन, निरन्तर दिनुपर्छ। र यहाँ अतिथिज्यूहरू, प्रशिक्षकज्यूहरू र प्रेमबल मित्रहरूले मलाई हर बल हर साथ दिनुहुन्छ भन्ने आशा र विश्वास लिएकी छु। र अहिले हाम्रा आदरणीय सरस्वती टोलाज्यू दाइले उहाँले विगतका लामो समयदेखि नै हाम्रो महिला सङ्घ संस्थालाई थुप्रै सहयोग गर्दै आउनुभएको छ। तर आज म अत्यन्तै खुसी छु, जीवन योग प्रयोगशालालाई पनि उहाँले 2500 दिएर हामीलाई सहयोग गर्नुभएकोमा र यसै गरी यस बिजी बिङ्कुटका सञ्चालक आदरणीय बासु गिरिज्यूलाई पनि उहाँले यति ठुलो हल हामीलाई उपलब्ध गरिदिनु भएकोमा म हृदयदेखि अझै फेरि धेरै धेरै धन्यवाद। र यसै गरी सम्पूर्ण प्रशिक्षकहरूले हावा पानी हुरी बतास जाडो केही नमिकन हामीलाई यहाँ आएर यसरी प्रशिक्षण गरिदिनु भएकोमा उहाँहरूप्रति पनि आभार व्यक्त गर्दछु। र यति भन्दै आउँदै गरेको नयाँ 82 सालको फेरि पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र आज यस कार्यक्रमलाई समापन गर्न चाहन्छु। यति भन्दै मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार, सेवारो, हरिओम।
गर्दछौँ।